हेलो एभ्रिवान, नमस्ते। पूर्णिमा रञ्जन ब्लगमा फेरि पनि यहाँलाई धेरै धेरै स्वागत छ। साथीहरू, यो फर्सीको मुन्टा खेलाउँदैछु। यो चाहिँ खास बहिनीलाई गुवा पठाउनु लागेको कि साथीहरू, चिप्लो ब्यागमा राखेर। अनि कस्तो राम्रो के कलिलो फर्सीको मुन्टा। काठमाडौँको मुन्टाहरू त यति लामै हुन्छ है। खाने चाहिँ यहाँदेखि यति हो, तर किन्ने बेलामा चाहिँ पुरै किन्नुपर्छ। हुन त जोखेर दिने होइन, उनीहरूले मुठाको हिसाबले दिएको भएर ठिकै छ। कलिलो छ क्या साथीहरू। अनि यहाँ पनि बफको कबाब लाउँदै साथीहरू। अब कस्तो मिठो बास्ना आएको बफको कबाब लगाइरहेको साथीहरू। यो मोलेर राखेको, अब 1-1.5 घन्टा राख्ने, अनि त्यहाँपछि पकाउने हो। यो पनि गुवा जाँदैछ बहिनीको बर्थडे भएर। बहिनीको बर्थडेको लागि के पठाउँ त भन्दाखेरि डाको लगाएर कोसेली पठाउनु लाग्यो साथीहरू। बहिनीको बर्थडेमा कोसेली पठाउनु लागेको। ह्याप्पी बर्थडे टु यु पेमा। मासु देखाएर बर्थडे विस गरिरहेको छु साथीहरू। साथीहरू फर्सीको मुन्टा केलाइसक्यो। जिपलक ब्यागमा प्याकिङ गर्ने हो। गुवा जाँदैछ साथीहरू। यो फर्सीको मुन्टा टपमा हावा नछिर्ने गरी प्याकिङ गर्ने। अनि जस्तो जस्तै बस्छ साथीहरू। र साथीहरू गुवा जानलाई रेडी भए। फर्सीको मुन्टा गुवा जानलाई रेडी भयो साथीहरू। छोरीले फोटो खिचेको राम्रो खिच्दैन, त्यो सेल्फी हान्नु हेर्नु मिलाइदिइरहेको छु। ऊ यस्तो गोरी छ, म चाहिँ जिरी गराएर कस्तो खाली भयो। हेर्नु साथी, कलर डिफ्रेन्स हेर्नु यहाँ। ऊ चाहिँ म चाहिँ छोरी भन्नु ड्रेस क्या, ड्रेस हेर्नु नि। ऊ चाहिँ म चाहिँ छोरी। अनि मेरो लुगा लगाइदिने क्या, म चाहिँ उसको लागि लगाइदिने, ऊ चाहिँ मेरो लुगा लगाइदिने। साथीले यहाँ तालु भयो भने कपाल काटे कस्तो देखेँ क्या। राम्रो देखाएको त, मिलाइ गर्दा गर्दा नक्कली नक्कली मम्मी एकदमै नक्कली। आमा भन्दा के अरे छोरी भन्दा आमा त अरू नि। लिपस्टिक पाउडरले लान्छ के अरे घुमाउन अमिते 40ले लान्छ बुढोले अमिते 40ले घुमाउन लान्छ होला। लान्छ लान्छ, भोलि लान्छ। नक्कली भोलि भ्लग आउँछ साथीहरू। हाइटले चाहिँ बुढो मैले कपाल काटेको कस्तो छ हेर्नु त। राम्रो देखेछ। मलाई लाज लाग्यो। मलाई चाहिँ लाज लाग्यो। लाज लाग्यो साथीहरू। च्वाक देखेछ च्वाक बुढोले। कस्तो सिङ गर्ने त्यो नाक चाहिँ के होला क्या। त्यो भिडियो बनाइरहेको छ यार सिङ गरेर। कसले सिङ गरे? म त बुढोले सिङ गरेछ क्या भनेर कराइदिइरहेको होइन। बाबु बाबालाई त्यो गाली खायो। बाबु रिसायो। ए म त बाबु पो रहेछ। म त बुढोले सिङ गरे जस्तो लाग्यो। कपाल मिलाउँदा मिल्दैन नि। अनि रिसै उठिसक्यो। ए ऊ मुर्छा परिसकेको त हो। साथीहरू, यहाँ तालु देख्यो भनेर आज कपाल काटेको। मिल्दैन मिलेर यस्तरी काटेको। यस्तो भयो कि यो कपाल सिधा छैन। यो कपाल काङ्ग्रे कुङ्रिङ कपाल हो नि त। यो नेचुरल के अरे, यो सिधा हुँदैन कि, यस्तो अझ बटारिन्छ। अनि अगाडि कपाल काटेको त हेर्नु न, कोही यता फर्किन्छ कोही उता फर्किन्छ क्या, सिधै बस्दैन। यस्तो तालु भइसक्यो यस्तो गर्दाखेरि। यस्तो भने अलिकति कपाल आउँछ कि भनेर यस्तो गरेको, तर कपालै भयो यस्तो भयो। के खाउँ भएर बुढोले पिरो पारेर चटपटी बनाउनु भएको छ साथीहरू। अनि स्प्राइटसँग खाँदै साथीहरू। यहाँ चाहिँ बदाम भुटिँदैछ। हाम्रो बुढा त्यस्तो छ, तातोमा नि हातले बदाम भुट्छ। कति कमेडी छ। हातले चलाइदिने क्या। अब मासु चलाउनु त कस्तो भएछ। हातले चलाउनु ल कस्तो रहेछ ल हेर्नु ल साथीहरू। मेरो बुढाले मासु हातले चलाउनु हुन्छ अरे। ल म हातले चलाउँछु है मासु। हातले चलाउँ। चलाउनु बुढाको फेभरेट चाहिँ हो है। हातले चलाएको है पनिर चाहिँ फेभरेट हो बुढाको।
वाह बवाल बवाल मिठो अनि मेरो पनिर चाहिँ हो फेभरेट फेरि म चाहिँ चलन त्यो भएर दुइटै युज गरिरहेको छु क्या बास्ना यार क्या कस्तो बास्ना है यस्तो अनुहार न दनर भयो कपाल काटेर चस्मा नलगाएर नि कस्तो कस्तो देखिरहेको चस्मा कहाँ अघि चस्मा लानु छ है मैले के फुकाले साथै चटपटी खाने कस्तो कपाल काटेर कस्तो देख्यो अनि कालो भएछ अनुहार जिरेको पानी कराएर सोध्दैछ के पकाएर ल साथीहरू हेर्नु न उताबाट के पकाएको यस्तो पसिना निकालिकन पकाइरहनु भएको छ है कमेन्ट चाहिँ नगर्नु है फेरि पसिना चुयो होला भनेर चाहिँ फेरि टाढो बसेर पकाउनु भएछ पकाइरहनु भएको उताबाट सोध्दैछ के पकाएको अमित भनेर के पकाउनु भएको थियो पक्कु पक्कु कु बफ पक्कु बवाल छ साथीहरू बफ पक्कु र चिउरा खानु लागेको साथीहरू त्यो त खाइसक्छु होला साथीहरू यो बफ कबाबसँग चाहिँ चिउरा खाँदै साथीहरू खाजा खानु लाग्यो ल खाएँ साथीहरू सबले हेरेर खानु मिठो साथीहरू मिठो भएछ साथीहरू मासु रेडी भयो अब प्याकिङ गर्न लागेको प्याकिङ गर्ने हो जिपलक ब्यागमा प्याकिङ गरेर अब एउटा हातमा क्यामेरा छ त्यही भएर प्याकिङ गर्नु पर्यो मासु प्याकिङ भयो अब यति चाहिँ गुवा जान्छ अनि यति चाहिँ हामी खाने हो ल साथीहरू यो चाहिँ गुवा जाँदैछ यति सामान यो घिउ हो गिरबाट ल्याएको घिउ मैले बोतलमा हालेको त्यो बोतलै चेप्टेर यस्तो भयो अनि यो फर्सीको मुन्टा यो चाहिँ फ्रिजमा राखेको अघि बिहान केलाएर अनि ल फर्सीको मुन्टा फ्रिजमा राखेको साथीहरू अनि यो चाहिँ फेरि उसको साथीलाई चाहिएर नि भर्खर केलाएको मैले यो दुइटा अनि एउटा यो प्याकेट अब टोप्या नखानु भन्छ तर के गर्नु गुवा जाँदैछ अनि यो राजाको कबाब साथीहरू एक प्याकेट जिप्लो ब्यागमा प्याकिङ गरेको अनि यो चाहिँ सुकुटी नमिनालाई ह्याप्पी बर्थडेको कोसेली ल है ह्याप्पी बर्थडे टु यु नबिना तरकारी किन्नु गएको त डल्ले खुर्सानी पाइरहेको साथीहरू अब यो ओरिजिनल त होइन होला तैपनि अब खानासँग टोक्छ नि बहिनीले भनेर जिप्लक ब्यागमा हालेर पठाइदिनु पऱ्यो साथीहरू यो डल्ले खुर्सानी यो चाहिँ हाम्रै लागि किनेर ल्याएको कागती खुर्सानी गोलभेरा खाना बनाएर घुम्नु जाने हो रे क्या खाना बनाउने हो साथीहरू अनि नानीहरूलाई खाना खुवाउने हो अनि घुम्नु जाने हो
फर्सीको मुन्टो बनाउनु लाग्छ साथीहरू। अनि यहाँ चाहिँ मुला कोडेर भुजुरी मुलाको अचार बनाउनु लाग्छ साथीहरू। भएर पाक्दैछ। हिजोको कबाबलाको मासु छ फेरि यसलाई मजाले खराउने हो अनि खानासँग खाने हो। ल साथीहरू फर्सीको मुन्टा रेडी भयो। हतक्क पकाउनु भन्दा यस्तो यस्तै मनपर्छ क्या फ्राई गरेको अनि त्यही भएर रेडी भयो साथीहरू। खाना यता रेडी हुँदैछ। अनि यहाँ चाहिँ कालो दाल छान्न लाग्यो साथीहरू। यसलाई कालो दाल बनाएको घिउ जानु पऱ्यो साथीहरू। के दाल जानु पऱ्यो घिउले। घिउ चाहिँ यस्तो खारेर राखेको थियो तर बास्ना आइरहेको छ साथीहरू। तर यो धेरै खारेको भएर अलिक डरेको बास्ना आएको छ। लसुन आज चाहिँ सधैँ प्याजले झान्थेँ साथीहरू। आज हालेको छैन। भिडियो बनाएको पुरो डिस्टर्ब गर्छ मलाई। आज चाहिँ लसुन झान्दै साथीहरू। लसुन घिउ दाल झान्नु पऱ्यो। के गर्नु यतितिर काम गरेपछि यस्तै हुन्छ साथी। डऱ्यो। लसुन त कालै भयो। अब कस्तो होला यो। उतातिर यता बढेर उता के गर्नु लागेको यस्तो कालो भयो क्या। मिठो त होला नि। कहाँ जान्छ भने जस्तो भयो। पक्का चाहिँ खतरा आए। ल साथीहरू मुलाको अचार बनाउनु लागेको छु। भुजुरी खोलेर बनाउने मान्छे चाहिँ उहाँ नै हो। यस्तो फुलाएर बनाउँछ। भिडियो बनाइदिइहाल्छु कि मस्त बनाएर नुन छर्केर यसको तितो अलिअलि निकाल्ने क्या। नुन छर्किनु भयो डल्ले खुर्सानी। ल साथीहरू यो डल्ले खुर्सानी नि गुवा जाँदैछ। यति थोरै किनभने यो खासै ओरिजिनल होइन जस्तो लाग्यो नि त्यही भएर मैले यति थोरै मात्र लिएको। अनि यति चाख्नलाई राखेँ साथीहरू। यति चाहिँ खाने चाख्ने अनि यति चाहिँ पठाउने। दालले डेन्जर खान्छ साथीहरू। साथीहरू दाल पनि रेडी भयो। कालो दालसँग खाना त कस्तो मिठो हुन्छ है। घिउमा जानेको कालो दाल मिठो हुन्छ क्या साथीहरू। दाल पनि रेडी भयो। टक्क यो चाहिँ नुन सुन हालेर टक्क यसको नमिठो जति तितो सितो चाहिँ पानी निकालेर फालेको हो है। हिसाबले नुन खुर्सानी अदुवा लसुन कति हाल्न यो यस आफ्नो हिसाबले है। यसरी बनाइयो। जिरा हाले जस्तो पेस्ट जस्तो देख्यो। अलिक खस्रो यो चाहिँ एकदम नेचुरल देखाएको मेसिनले देखाएको कुरो हो गोलभेडा होइन। अब यहाँ त्यसबाट मैले यहाँ गोलभेडाको पेस्ट हाल्दैछु। कति पानी हो कि अचार हो साथी। रसिलो बनाएर खानुको लागि बनाएको मैले। पानी हो कि अचार हो केही फरक पर्दैन। सुप हो कि अचार हो साथीहरू। खाना नै यसरी। तपाईँले सुप बनाउनु भयो कि अचार बनाउनु भएको हेर्नु म रिसाएको रक्साको। अब यसमा अलिकति डेकोरेसन गर्नुको लागि के गर्ने त भन्दाखेरि धनिया हेर्नुहोस् होइन। बुढोले अचार बनाउनु भयो कि सुप बनाउनु भयो होइन। के राख्ने बाँकी अब यसमा कागती राख्ने हुन्छ बुढीले। ल कागती पनि हालिदिन्छु म। कागती एउटा राख्नु नि स्वाद। कागती दुइटै राख्नु। कागती र के अरे मुलाको त स्वादै कस्तो मिठो हुन्छ। कसरी मन छ यो बुढाले त मल्दाखेरि त्यस्तो काम थियो मन। मलाई नै अरूले गरेको कामै मन पर्दैन साथीहरू। बानी खराब छ मेरो। बानी खराब के अरे खराब मेरो बानी खराब मेरो बानी भन्थ्यो यस्तै खराब छ साथीहरू। केही अरूले गरेको चित्त बुझ्दैन त्यही भएर दुःख पाइन्छ। यता चाहिँ मासु फेरि यसलाई मजाले खराइरहेको छु साथीहरू। खर्राएर खाने
तर बास्ने खतरा आइरहेको छ खाने अचार खाने चाहिँ दुईजना बनाउनु चाहिँ यति ठुलो बाटामा बनाउनु भएको छ क्या यस्तो एङ्गलबाट खिच्नु पऱ्यो त्यहाँ प्लान्ट पनि देखाउनु पऱ्यो यो मेरो लक्की प्लान्ट यो चाहिँ बिचरा यो सबै मरेर एउटा कपमा एउटा यो बाँकी छ साथीहरू तर यो चाहिँ बाँच्यो यस्तो भए पनि बाँच्यो बिचरा यो दामी भइरहेछ अब यो लास्टमा चाहिँ कागतीको रस है अमिलो प्योर ठुकै आयो यार मुखमा अब यो भएन अब यो बनाइसकेपछि अब यसमा अर्को पनि टेस्ट बनाउनु मिल्छ अब यसमा हल्का के राख्ने हो तेल बेसार मेथी झाँडे पनि मिठै हुन्छ तर हामी सादा खाने होला तिल हाल्यो भने मिठो हुन्छ तर मलाई चाहिँ यही नै मजा लाग्छ होइन अब यसरी चाखेर नि देख्यो क्या चाख्नु नि त नुन हेर्नु पऱ्यो नि त होइन त्यो भाँडामा चाखेको चाहिँ मन पर्दैन मलाई चाहिँ फेरि अब म चाहिँ यसमा चाख्छु है अनि हात धुनै कस्तो धमी लाग्यो कस्तो रहेछ मिठो 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 साथीहरू आजको खाना कस्तो मिठो भएको फर्सीको मुन्टा साथीहरू बाट्टाभरि अचार कस्तो छ पिरो कतिको छ आजको खाना दाल खाना ल साथीहरू एक डेक्ची अचार सुप हो कि अचार हो आँखा कस्तो पोल्यो खाना खाँदै हुनुहुन्छ मैले चाहिँ अनि सर्ट भिडियो बनाउँदाखेरि कस्तो लाग्यो त खाना मिठो छ पक्कु अचार अनि फर्सीको मुन्टासँग खाना साथीहरू दाल खानुहुन्न अनि मेरो आँखा कस्तो पोल्यो क्या बाई खानुभन्दा पहिला बाई एक गाँस खानु न बिग बाइट सबै हाल्ने अब अचार पनि हाल्ने फर्सी मुन्टा पनि हाल्ने होइन यो पनि हाल्ने च्याप्पै मिठो ल साथीहरू मिठो भयो है साथीहरू यो चाहिँ मेरो खाना खानु लाग्छु बुढालाई बुढाले खाइसक्नु लाग्नुभयो म खानु लाग्छु साथीहरू ल साथीहरू खाना खाँदै हो अनि सर्ट भिडियो बनाउँदाखेरि खाना खाइसक्नु लाग्यो मस्त यस्तो रहेछ डल्ले खुर्सानी चाहिँ ओरिजिनल बास्ना आउने तर बोक्रा बाक्लो तर कस्तो मिठो हो क्या है अन्त मासु मिठै हुन्छ है गोलभेडा र मुलाको अचार पनि दामी भएछ कागज राखेर पिरो साथीहरूले चाहिँ दहीको मही बनाएको तपाईँले नखानु भयो मही ल साथीहरू मिठो भयो आजलाई भ्लग यति नै फेरि नेक्स्ट भ्लगमा भेटौँला बाई बाई सी यू